त्यतिखेर म न्यु रोडमा छु। न्यु रोड आज कति असोज 12 गते पनि यस्तो भिड छ कि यहाँ खुट्टा हाल्ने ठाउँ छैन। यति बेला रातिको कति बजिसक्यो भने साँझको कति बज्यो 7 बजिसक्यो। 7 बजे पनि यस्तो भिड छ न्यु रोडमा। न्यु रोडको भिड हेर्नु काठमाडौँको असोज 12 गतेको साँझको सपिङ गरेर पनि भ्याएर पनि निस्किसकेँ। न्यु रोडमा एकदमै जाम छ, मान्छेहरू भिडिरहेको छ। आज असोजको 12 गते भएर पनि एकदमै जाम छ। ल हेर्नु न्यु रोडको जाम हेरौँ साथीहरू। असोज 12 गते भोलि फुलपाती। आजको न्यु रोडको जाम यस्तो छ एउटा छुन्छ भन्ने पनि डर छैन कि क्या हो। खुट्टा हाल्ने ठाउँ छैन हो न्यु रोडमा। गाइजहरू मान्छे भरि गयो भन्छ, खोइ मान्छे जतिको तत्ति छ न्यु रोडमा। मान्छेले बाटै छोड्दिन्न, के गर्नु। मान्छेभन्दा गाडीवाला दौडाउनु पर्छ। हिँडेर मान्छे छिटो पुग्छ यार, बाइक चलाएर ढिलो पुगिरहेछ। तर के हो यस्तो जाम छ जसै लागिरहेछ न्यु रोडमा। यतिखेर रातिको कति 7 बजेर 20 मिनट गइसक्यो, तर पनि न्यु रोडमा एकदमै बवाल जाम छ। मान्छेभरि न्यु रोडमा छ। काठमाडौँ खाली हुने त पुरै छैन हो, यहीँ पछिको भन्दा मान्छे धेरै छ। सबै कुरा सकियो गरेर यतिखेर 8 बजिसक्यो। अब एउटा कुरा बाँकी छ, जुत्ता किन्न। जुत्ता पाइरहेको छैन भने जस्तो। जुत्ता किनेर सिधै रुम। भोलि बिहान 6 बजी उठेर 5 बजी उठेर हामी घरतिर लाग्दैछ 12 घन्टाको राइड गरेर। खाली खुट्टाको रहेछ यार। सरी कस्तो छ न्यु रोडमा। खासमा भन्नुपर्दा यहाँ म आउने थिएन एउटा जुत्ता किन्न। एउटा बहिनीलाई अनलाइनबाट हेरेर चाहिँ त्यही दिन आइरहेको थिएँ। हेर त यतिखेर आइपुग्यो इन्द्रचोक। हामी असम कतै गइँदैन। उता गयो भने यहाँ हिँड्न गाह्रो हुन्छ, बाइक निकाल्न 1 घन्टा लाग्छ। अब जताततै जाम छ, त्यही भएर हामी सिधै न्यु रोडको गेटबाट सुन्दाराबाट मलाई त वहाँ जानु छ यार, जुत्ता लिन जानु छ। पहिला एक ठाउँ जान्छु, त्यहाँ पनि अनलाइन जुत्ता हेरेको थिएँ मैले। न्यु रोड अहिले चाहिँ न्यु रोडमा 4मा भेटिन्छ। बाटोमा मान्छे अझै छ यार। वहीँपछि यतिखेर यहाँ सुनसान हुन्थ्यो, 5 बजेपछि पुरै प्याक छ कि यार। हल्ला है यार, पुरै प्याक छ। मान्छेहरू अझै गएका छैनन् घर। कता जाने हो। यो ठाउँमा त हिँड्नै सकिँदैन कि यार, एकदमै जाम हुन्छ। के गर्ने, हिँड्न
भन्नै पर्ने सबलाई सपिङ गर्न यहीँ आउनुपर्छ। मसन भोटेवाल जमल न्यु रोड इन्द्रचोक भनेको काठमाडौँको मुटु धरहरा मान्छे त कति छ अझै पनि यार। कस्तो 12 गते भइसक्यो, भोलि फुलपाती, पर्सि 16 गते केही छ, अझै पनि मान्छे यत्रो छ यार काठमाडौँमा। कति त गयो यार बाहिर। भर्खरै कत्रो पानी आइरहेको थियो, भर्खरै पानी सब बिदा भइसक्यो। त्यहाँबाट यता एक ठाउँ म पुगेर आउँछु। पसल बन्द छ कि के छ फेरि? पसल बन्द भयो भए जानु मात्र पर्छ फेरि यार। भिडभाडमा बल्ल बल्ल छिर्यो, बल्ल बल्ल गयो, अनि भिडभाड हुन्छ। पसल बन्द सायद भएन, 8 बजी 9 बजीकन त कुनै पनि पसल हुँदैन। त्यतिखेर 9-10 बजीसम्म त पक्कै पनि पसल खुल्छ। दसैँ हो, दसैँ भनेको दसैँ हो। जाम छ जाम, कसरी पुग्ने हो? जो जाममा गयो, पसल बन्द गयो भने दिमाग खराब। हेर त यस्तो प्याक छ कि यार, खाली हुने ठाउँ। यहाँ पाएन भने भिरपुटी मण्डप जान्छु, अनि लिएर आउँछु जान्छु। जुन मनपर्छ त्यही। यताबाट वान वे छ, अब यताबाट घुम्नुपर्छ। के गर्नु, यताबाट घुमेर फेरि उता आउनुपर्ने भयो। रहेछ यहाँबाट पनि फर्किनु पऱ्यो होइन। जुत्ता पनि भन्नाले जुत्ता त ठिकै त्यस्तो राम्रो त होइन है, अनलाइनमा देखेँ जति त, तर अलिकति महँगो भयो, थोरै महँगो भयो, मिलाइदिएन। नमिलाइदिएपछि मैले लादिनँ। त्यहाँ मात्र पाउने छैन, कति पाउँछ। पाएन भने अर्को जुत्ता लान्छु। त्यहाँलाई त्यही जुत्ता चाहिन्छ भन्ने छैन, सबैलाई हुने होइन। फाटेर जाने बल्ल बल्ल। जाम घट्यो कि क्या हो? 8 बज्न थाल्यो क्या? कति सुन्दर घुमाइदिन्छु भने यताबाट आएछु यार फेरि। भइसकेछ यार, अहिलेको भन्दा अलिकति। अन्त क्यामेरामा राम्रै आइरहेको थियो, अहिले क्यामेरामा पुरै धम्लो आइरहेको छ। पानी पऱ्यो कि सिसामा, त्यस्तै नै आएको हो कि रात परेर। खाली भइसकेछ अब त अहिलेको भन्दा।
गरेर के भएको के को हतार हो। तर उताबाट नगएर अब उता त्यत्रो के घुम्ने, यहीँबाट घुमाइदिन्छु है। यति भयो पुग्यो। बाहिर मान्छे कति छन् अब हेरौँ। हेरौँ अब यहाँ मान्छे त यहाँ छ नि त, सब गाडी कुरेर बसिरहेको छ। मान्छे नै मान्छे छ। भन्दा त धेरै खाली भइसकेछ, तर पनि छ मान्छे। सुन्दारामा न्यु रोडमा रत्न पार्कमा होला मान्छे। साथी यहाँ छ भन्ने एउटा मान्छे यहाँ हुन्छ, यहाँबाट गाडी पाइरहेको छ, त्यही भएर यहाँ मान्छे बढी हुन्छ। यहाँ पनि मान्छे राम्रै हुन्छ, गाडी पाउने ठाउँमा जहाँ जहाँ गाडीको भिड हुन्छ त्यहाँ मान्छेहरू राम्रै हुन्छ। दिन भयो राम्रो देखिन्छ, नजिक आउँदा छैन। टाढोबाट हेर्दा खत्रै देख्छु मैले यार, नजिक आउँदा हुँदैन। हजुर पुमामा खोजेको अहिले नयाँ आइरहेछ नि, त्यो छैन। हजुर त्यस्तो त भइहाल्यो नि कपडामा, हजुर छैन। मलाई त्यस्तै किन मन पर्दैन यार। यसको कति हो? यो 2250 हो अहिले लास्ट। यहाँनिर जुत्ता मेलानिर आएर जुत्ता पाइयो होइन, त्यही पनि भनेको कलर पाइएन, केही छैन। पिङ्क कलर आए पनि पाइयो, भनेकै दाममा दियो। 2200 जुत्ता लास्ट भएर यहाँनिर मान्छे खाली भइसकेँ। पनि यहाँबाट निस्किसकेँ। फेरि मण्डपबाट अब म मङ्की देवी एकचोटि दर्शन गरेर यहाँको रमझम हेरेर जान मन छ। मान्छे अझै छ यार काठमाडौँमा। 8 बजीसम्म यस्तो छ भनेपछि त 8:30 भइसक्यो। यति धेरै मान्छे छ कि
म कानेश्वरबाटै जान्छु। कानेश्वरबाट जाने कि या कताबाट जाने कन्फ्युज भइरहेको छ। कानेश्वरबाट घुम्नुपर्छ। कानेश्वरबाट मजा यताबाट जाम सिंहदरबार यताबाट बाटो खाली छ हो रातिमा। यता लाग्ने नामनगर उताबाट गएपछि मैले फेरि आउँछ। उताबाट डाइरेक्ट यता आउन पाइँदैन, वान वे छ। त्यही भएर यताबाट उता जान पाइयो। यहाँ एकदमै भिड छ। झिलिमिली मैतीदेवी प्रवेश भइसक्यो। वाह दामी दसैँ आयो। दाइ भन्छन् दसैँ। यहाँ काठमाडौँ बस्ने मान्छे र यहाँ आएको कोही पनि छैन होला है। एकदमै रमाइलो हुन्छ। बाइक रोक्न कतै दिँदैन, कता रोक्ने हो। दुईवटा भिडियोवाला टिकटकलाई हान्न पाए भइहाल्थ्यो। दुईवटा आयो अझै रमाइलो हुन्थ्यो। के गर्नु आइएन। तर जाने तर घरतिर लाग्ने त्यति हो उनीहरूको कामना। रोक्नु दिएको कति पनि लगाइदिइरहेको छ। कहाँ रोक्ने थाहा छैन। यस्तो दामी त यार सर्न पर्ने हो। कोही कता रोक्ने हो। बाइकहरू हिँड्दा यहाँ खुट्टा दुख्छ। यो भेटिँदैन। दसैँमा त यहाँ दसैँ तिहारमा त नआएको त मान्छे हुँदैन। भित्र त उस्तै छ झन्। पूजा राख्ने सामान राख्ने कता हो। भरेसम्म पक्कै राख्न पाइँदैन। त्यति भए पनि हेर्नु हो जनताहरू के गर्ने। रोक्न पाइँदैन। त परै पार्किङ गरेर आउनुपर्ने थियो। त्यति भए पनि ठिक छ। मेरो थोरै धेरै जति आउँछ। शौचालयको व्यवस्था गरेका छौँ र हात खुट्टा धुन परेमा मन्दिरकै पूर्वपट्टि हामीले धाराको व्यवस्था गरेका छौँ। यदि हजुरहरू पिउनको लागि पानी खोजिरहनु भएको छ भने ब्याङ्किङ स्थलको अगाडि आएर पिउनको लागि पानी सदुपयोग गर्न सक्नुहुन्छ। धन्यवाद। एकदमै रमाइलो छ है। यता हेरेँ यता रमाइलो छ, उता हेरेँ उता रमाइलो छ। भिडभाड उत्तिकै छ है। एक्लै भएर पनि म घुमिरहेको छु। केही छैन। आज दसैँको आज
आज असोज 12 गते आज असोज 12 गते 12 गते पनि काठमाडौँमा एकदमै भिडभाड छ। भोलि फुलपाती छ भने आज 12 गते भइसक्यो। अब दसैँ आउन धेरै छैन, जम्मा 4 दिन बाँकी छ। त्यही पनि काठमाडौँमा एकदमै मान्छे धेरै नै छ। बाटो जानेहरू अब आवाज त केही पनि सुन्दैन कि आवाज सुनिरहेको छैन होला, नसुन्ने पनि म यत्तिकै भए पनि देखाइरहेको छु। केही पनि छैन, एकदमै ठिक छ, रमाइलो छ। म यहाँबाट म बाइक चाहिँ पार्किङमा राखेको छु। घरमा पार्किङको सुविधा रहेछ, पार्किङको सुविधा थोरै भए पनि छ। त्यो गाई रातिमा चस्मा लगाएको त आँखै देखिँदैन त यार, अन्धकार देखिन्छ। म ड्याममै मान्छेलाई हान्दिनु लाग्यो फेरि, केही देखिँदिन त अँधेरो छ त चस्मा लगाएको। यहीँसम्म त उज्यालो थियो। ल म पनि एकैछिन बढी होइन 10 मिनट सर घुमेँ, एक्लै थिएँ। अब के गर्ने, धेरै फोटो खिच्नु भएन, कसलाई खिच्न लगाइदिने भिडभाडमा है। अब एक्लै भए पनि आएर म दसैँको आज 12 गते भोलि फुलपाती धेरैचोटि भनिसकेँ है। त्यही पनि कहिले हो भनेर फेरि सोध्नु होला। म भोलि बिहान आज काठमाडौँको दिन आजैलाई हो मेरो। भोलिबाट हामी गाउँ हुन्छ, भोलि दिनभरि लाएर गाउँ पुगिन्छ। यहाँसम्म मात्र छ, मैत्री चोक सकियो। अब यहाँ पनि भिडभाड नै छ। यहाँबाट म सिधै सिनामङ्गल निस्केर पानीको निस्केर कताबाट अनि मात्र रुम पुग्छु। जति पनि हेरिराख्नु भएको छ सबैलाई हेप्पी दसैँ राम्रोसँग मनाउनु होला। दसैँको शुभकामना दिन चाहन्छु भन्दै अहिलेको भिडियोलाई मैले यही बाटैबाट किन्नु पर्ने भन्नाले म जडीबुटी मार्केट जडीबुटी चोकबाट भिडियो एडिङ गर्दैछु। बाँकी भिडियो भोलिको घर जाँदाको हुने बित्थाला छ। अझै पनि बाटोमा एकदमै नै भिडभाड छ। 9 लगभग बज्यो, कति 5 मिनट बाँकी छ 9 बज्न अझै। भाइ साथी हेप्पी दसैँ।